thế à? Thế ở đâu thân vị kia ai đi cũng làm. अब अलिअलि भनेर युट्युबमा हालिदिनु मैले मैले भने त्यसरी बसेर यति भएन छ पनि टर्नै किनेछ 타격. Trustile. Trustile. युवा क्लब केन्द्रीय कार्यालयको काठमाडौँको भूको अध्यक्ष तथा भूको अध्यक्ष सोनाम शेर्पाज्यू साथै निमा शेर्पाज्यूलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछौँ।
नेपाली युवा क्लब केन्द्रीय कार्यालयको भूप अध्यक्ष निमा शेर्पाज्यू तथा लाक्पा सोनाम शेर्पाज्यू आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा यस नेपाली युवा क्लबका संस्थापक कोषाध्यक्ष लाक्पा शेर्पाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बोर्ड अफ डिरेक्टर तथा बोर्ड अफ डिरेक्टर दोर्जी शेर्पाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा नेपाली युवा क्लब केन्द्रीय कार्यालयको महासचिव तथा खोडिया सामुदायिक वनको अध्यक्ष साथै सोलुखुम्बु जिल्ला सामुदायिक वनको महासङ्घको महासचिव नुरु शेर्पाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। दर्शकहरू आरो सुमिला के होइन अतिथिहरूले गेस्टहरू नेपाली भर्खर आसन ग्रहण गरिदिनु भनेको थियो नि त अनि त्यहाँ गएर बस्नु भएको होइन कि उहाँहरू चाहिँ पाहुनाहरू कुन चाहिँ पाहुनाहरू अनि नेपालीको अध्यक्ष सदस्य त्यो टोपी लगाएको चाहिँ को पक्रिनु कुन चाहिँ यहाँ कालो चस्मा लगाएको चाहिँ थर्डमा बसेको चाहिँ खै पनि मान्छे नचिन्नु चाहिँ हामी सैनिक हो यसो म ल्याङ्गेर कुन्थ्यो हो होइन परको होइन दिए म सुमी खाता तातो चाहिदिए ए यहाँ काँसो मिन्दामा उयो उसको सोम बस्ने कि सोमको उहाँहरू पनि छ नि दुईजना आयो तपाईँ उठ्नु पर्दैन राष्ट्रिय गाना उठ्यो गागाएर उठ्छ मगा हाँस यसै गएको यस्तो राम्रो लागेको छ हो सेम है सिपिनी लाना किन लाना सिचेरी राखेको आगिरे नलाएर होइन गएकै छैन त अगाडि अब मेरो सम्म पल्थ्यो बाट घाम कता जान्छ कि पनि
मान्छेले छेक्छ नि त फेरि है
अब यसपछि हाम्रो सेब्रुक नृत्य टोलीहरूले सम्पूर्ण अतिथिहरूलाई स्वर्के गरेर यस कार्यक्रमलाई अगाडि बढाउने कुरा राख्नुभएको छ र यो कार्यक्रम स्वर्के गरिदिनु हुनलाई सम्पूर्ण सेब्रुक नृत्य टोलीहरूलाई आग्रह गर्दछु। थियौँ र सेब्रुक नृत्यको लागि हामी सेब्रुक नृत्यको लागि हाम्रो प्रशिक्षकको रूपमा हाम्रो एकजना घेला हुनुहुन्छ। घेला आइसक्नु भएको मैले देखिरहेको थिएँ। सो अतिथिको आसन ग्रहण गरिदिनु हुन यस सेब्रुक नृत्य तालिमको प्रशिक्षक तथा घेला छोटी शेर्पाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
नेपाली क्लब केन्द्रीय इकाइ समितिका सदस्य, नेपाल ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका महासचिव पेम्बा शेर्पाज्यूलाई, त्यसै गरी आज यस नेपाली युवा क्लबका कार्यक्रममा अध्यक्षता ग्रहण गरिरहनुभएका सभाध्यक्षज्यू, नेपाली युवा क्लबका केन्द्रीय अध्यक्ष लाखपदेनी शेर्पाज्यू, त्यसै गरी प्रमुख अतिथिको रूपमा सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 6 र नगर प्रवक्ता पूर्व ज्ञान शेर्पाज्यूलाई र त्यसै गरी यस नेपाली क्लबका संस्थापक अध्यक्ष इन्जिनियर दाजङ बोलाम शेर्पाज्यू, त्यसै गरी नेपाली क्लब केन्द्रीय कार्य समितिका महासचिव, सोलुखुम्बु जिल्ला महासङ्घका सामुदायिक वनका महासचिव नुरु शेर्पाज्यू, फर्पिङबाट पाल्नुभएका लामा गुरुज्यूहरू र आज यस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका केन्द्रीय सदस्य हाम्रो शेर्पा प्रशिक्षक छोटी शेर्पाज्यू लगायत देशमा आसीन सम्पूर्ण अतिथिगण, यहाँ पाल्नुभएका पाहुना सम्पूर्णमा आज मिति 2081 चैत 2 गते यस जगडोलमा राष्ट्रिय पर्व र लोसर 2152 सिङ्गो डुक्लो गेल्पो लोसरको पावन अवसरमा यहाँ पाल्नुभएका सम्पूर्ण अतिथि, विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर पाल्नुभएका र अतिथिहरू र यहाँ पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा म नेपाली क्लब केन्द्रीय सदस्य केन्द्रीय कार्यालयका उपाध्यक्ष र स्वामीमा शेर्पाज्यूबाट हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। नेपाली युवा क्लबका उपाध्यक्ष सोनामीमा शेर्पाज्यूलाई छोटो स्वागत मन्तव्य राखिदिनु भएकोमा, साथै हामीले वर्षेनी मनाउँदै आइरहेको यो लोसार चाड, हामीले यो लोसार किन मनाउँछौँ र लोसारको महत्त्व के कस्तो छ भन्ने लोसारको महत्त्वको बारेमा छोटो भनाइ राखिदिनु हुनको लागि यस गोर्जा इमा फाउन्डेसनका आचार्य पेम्बा शेर्पाज्यूलाई हार्दिक अनुरोध गर्दछु। लोसारको बारेमा हल्का भनिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
빠진저이나 말인 거죠. 딱히 지어를 뱀에 대해서도 달라메 받다 보시니 가린점에 고내지서는 무슨 도지 모르죠. 아링 이 로사기 토론나라 페버도 딱히 발라마마 오준호 आइनोम तेरी लता स्टेशननी अनि आज यहाँ पाल्नुभएका सम्पूर्णमा हार्दिक नमस्कार गर्न चाहन्छु र आज अलिकति हाम्रो दर्शक भाइले धेरै समय छैन त्यही कारणले कम्ती मात्र भन्नुभएको कारणले छोटो कुरा राख्न चाहन्छु अनि आज हाम्रो लोसार भन्ने कुरा चाहिँ हामीले नयाँ वर्ष हो न्यू इयर त्यो पनि हामीले गरुड वर्ष अथवा डुक्लोलाई बिदाई गरेर यो साल हामीले सर्प वर्ष अथवा डुलोलाई हामीले सुरुवात गरेका छौँ र लोसार भन्नेले नबुझ्ने मान्छे लोसार धर्मको रूपमा लिइरहेछ यो लोसार भन्ने कुनै धर्म होइन यो हाम्रो जात जातिहरूले मनाइआएका एक परम्परा हो संस्कृति हो त्यसैले अब यस दिन हामीले हाम्रो धर्म भाषा संस्कृति जोगाउनेको एउटा अवसर पनि हो यही बेला हामीहरू भेटघाट गर्छौँ हाम्रो खुसीहरू साथसाथ गर्छौँ आफन्तहरू भेटघाट गरेर एकअर्का चिन्जान गर्छौँ कति अब मैले तपाईँहरू कति बालबच्चा चिनेको पनि छैन उहाँहरूले मलाई पनि चिन्दैन यस्तै किसिमको हाम्रो गाउँको लोसारको दिन आफन्तहरू भेटघाट भएर यसै किसिमको लोसार मनाएर खुसी साथसाथ गर्दा चाहिँ सबैले चिन्जान हुने धेरै कुराहरू राम्रो हुने त्यसै कारण यो लोसार एक तरिका सोच्दा लोसार हामीले राम्रो तरिका सोच्दा दुःखको कुरा पनि छ के छ भने हरेक वर्ष नयाँ वर्ष आउँछ हामी हाँसखेल गर्छौँ खुसी मान्छौँ तर हामी हरेक वर्ष हामी बुढो हुने गइरहेको हुन्छौँ हामी त्यो सोच्दैनौँ अब भन्नुपर्दा मर्नलाई नजिक गइरहेको हुन्छौँ त्यतिखेर चाहिँ हामी के सोच्नुपर्छ भने वर्ष दिनसम्म हामीले अनजान जाने नजाने कति भुल गरेको होला गल्ती गरेको होला त्यसले प्रायश्चित गर्ने नयाँ वर्षलाई हामीले एकदमै राम्रो तरिकाले हामीले अर्थपूर्ण बनाउने कुनै पनि हामीमा भएको रिस राग अहङ्कार सबै जति सही छ हामीले हटाएर राम्रो सोचहरू हामीमा ल्याएर अब सबै धार्मिक कुराहरू सामाजिक सबै कुराहरू आफ्नो समयलाई खेर नफालिकन अर्को वर्ष पनि हामीले यस्तो सोचौँ कि मेरो यो साल चाहिँ खेर गयो नै सबै अर्थपूर्ण रह्यो भन्ने खालको हामीले बनाउनु पर्दछ हामीले लोसार मनाउँदा पनि फर्स्टमा त्यो सोच हुनुपर्दछ र अब आजदेखि हामीले के हो अब आउने वर्षमा चाहिँ म कुनै पनि हाम्रो समय खेर फाल्दिनँ सबै अर्थपूर्ण रूपमा म जे काम गरेर राम्रो सोच्दै गर्छु भन्यो भने चाहिँ हाम्रो जीवन पनि अर्थपूर्ण रहन्छ हाम्रो समय पनि खेर जाँदैन र हामीलाई पनि कुनै किसिमको पश्चाताप हुँदैन त्यही कारणले लोसार भनेको चाहिँ एउटा धर्मको रूपमा नलिएर एउटा चाडपर्वको रूपमा लिनुपर्दछ यसै चाडपर्व मार्फत हामीले धर्म भाषा संस्कृति पनि हामी जोगाइरहेका छौँ अनि यति भन्दै अब धेरै त भनेको समय पनि छैन अझै पनि केही व्यक्तिहरूले पनि कुरा राख्नुहुन्छ त्यसैले यति भन्दै आज यहाँ पाल्नुभएका हाम्रो गाउँले दाजुभाइ आफन्त सबैलाई सुख शान्ति समृद्धि र उत्तर प्रगतिको कामना गर्दै मेरो 2 शब्द टुङ्गाउन चाहन्छु धन्यवाद 21औं 52औं सिङ्गो डुक्लो ग्याल्बो लोसारको कार्यक्रम सञ्चालक हाम्रै गाउँको नेपाली क्लबको केन्द्रीय सदस्य पेमा भाइले सञ्चालन गर्न मलाई एकदम खुसी पनि लागेको छ धन्यवाद पेमा शेर्पालाई 21औं 52औं डुक्लो ग्याल्बो लोसार कार्यक्रमका सभाध्यक्ष नेपाली क्लब केन्द्रीय कार्य समिति काठमाडौँका अध्यक्ष समाजसेवी आदरणीय दाई लामबरेली शेर्पाज्यू आफ्नो कामको व्यस्तताका बावजुद पनि सोलुखुम्बु जिल्लाबाट सोलुदुतकुण्ड नगरपालिकाबाट पाल्नुभएका सोलुदुतकुण्ड नगरपालिका वार्ड नम्बर 6 नेपाली क्लबले जन्माएका सोलुदुतकुण्ड नगरपालिका वार्ड नम्बर 6 का नेपाली क्लबका सल्लाहकार सोलुदुतकुण्ड नगरपालिका वार्ड नम्बर 6 का विकास प्रेमी वार्ड अध्यक्ष साथै सोलुदुतकुण्ड नगरपालिकाको अहिलेको प्रवक्ता फुडाकान्छन् शेर्पाज्यू विशिष्ट अतिथिको रूपमा यहाँ पाल्नुभएका हिमालयन शेर्पा सांस्कृतिक केन्द्रबाट पाल्नुभएका प्रशिक्षक स्याब्लु प्रशिक्षकज्यू नेपाली युवा क्लबको संस्थापक अध्यक्ष इन्जिनियर दाजङ लामा शेर्पाज्यू गारमा कितुका अध्यक्षज्यू नेपाली युवा क्लबका पूर्व अध्यक्ष निमा शेर्पाज्यू कोषाध्यक्ष लाक्पा शेर्पाज्यू सलिरी च्यासा विद्युत प्राधिकरणका पूर्व बोर्ड डाइरेक्टर दोर्जी शेर्पाज्यू लगायत देशमा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू खोरियाकै खेम्बु गाउँ शेर्पाज्यू पेम्बा शेर्पा लगायत गोर्जा नियमा फाउन्डेसनका आचार्य पेम्बा शेर्पाज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण लोसार प्रेमी भन्दा पनि सोलुदुतकुण्ड नगरपालिका वार्ड नम्बर 6 खोरियाको खोरियाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म 21औं 52औं सिक्मो लोसारको हार्दिक प्रसिद्धले भन्न चाहन्छु
हामी नेपाली युवा क्लब स्थापना भएको लगभग आज 22 वर्ष भएछ। 22 वर्षमा नेपाली युवा क्लबले धेरै विकास निर्माणको कामहरू गरेका छन्। संस्थापक अध्यक्ष इन्जिनियर दाजुङो यहीँ हुनुहुन्छ। प्रत्येक खुरियालीहरूले देखिरहेको छ अहिलेको समयमा, यो सामाजिक सञ्जालको समयमा पनि नेपाली युवा क्लबले यहाँ मात्र नभएर विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा जस्तो ठाउँमा पनि नेपाली युवा क्लब शाखा त्यहाँ गठन भएको छ। त्यहाँको शेर्पा कितुमा पनि हरेक वर्ष र्यालीमा नेपाली युवा क्लबको हाम्रो प्रदीप अग्रज दाईहरूले त्यहाँ नेतृत्व गरेर त्यो र्यालीमा देख्दा हामी एकदम गर्वित भएका छौँ। यसै वर्ष पनि काठमाडौँको र्यालीमा नेपाली युवा क्लबको केही कार्यसमितिका पदाधिकारीहरूले त्यहाँ र्याली देखाएको थियो। त्यसैले गर्दा नेपाली क्लबले केही साथीहरूले बिचमा अलिकति केही बाहिर कितुकतिर केही अरूको प्रोग्रामतिर जाँदाखेरि नेपाली युवा क्लब चाहिँ गाउँको केन्द्रित भयो भन्ने सुन्नमा आएको छ। हामी जस्तो युवालाई एकदम दुःख लाग्छ। नेपाली युवा क्लब गाउँ मात्र होइन, काठमाडौँदेखि अमेरिका जस्तो ठाउँमा केन्द्रित छ। विकास निर्माणमा नेपाली क्लबसँग अरू साथीहरूले सिक्दा हुन्छ। नेपाली क्लबले के चाहिँ गरेको छैन तपाईँहरूले हेर्दा हुन्छ। म त अझै सोलुखुम्बु जिल्लाको सोलुदुदुना नगरपालिका वार्ड नम्बर 6मै बस्ने स्थानीय बासिन्दा भएको हिसाबले नेपाली क्लबको महासचिव भइसक्यो। हामी एउटा क्लबको अभियन्ताको हिसाबमा गाउँमा सामाजिक विकास निर्माणदेखि श्रमदानको कामदेखि लिएर यहाँ काठमाडौँमै आउँदाखेरि नि र्यालीमा सहभागितादेखि लिएर प्रत्येक हाम्रो गाउँको सामाजिक काममा हाम्रो मान्छेहरू भेला हुनुपर्छ है। अहिले हाम्रो मान्छेहरू तपाईँको पश्चिमेली संस्कारहरू सिक्दैछ। यहाँ काठमाडौँमा मैले यस्तै हेरेको, हाम्रो यहाँ विशेष गरी यो लोसार कार्यक्रममा हामीले खोरेका मान्छेलाई मात्रै किन हामीले भेला गरेको भन्दाखेरि अहिले पछिल्लो समयमा खोरेको मान्छेहरू पनि एक्लै अर्कोलाई चिन्जान छैन। यहाँ हाम्रो पुस्तासम्म चिन्छ, हामीभन्दा पछिको युवा पुस्ताले यहाँ हामीले विशेष गरी यो कार्यक्रम फेरि केही साथीहरूले भन्ला लोसार पनि सिद्धिसक्यो। लोसार त अस्ति फागुनको 16 गते सुरुवात भएको थियो, नेपालीले किन लोसार ढिलो गर्यो। हामीले यो फागुनको 23 गते हाम्रो गाउँमा युलसाङ त्यो कार्यक्रममा पनि सहभागी हुने हिसाबले, काठमाडौँमा पनि हामीले सहभागी हुने हिसाबले हामीले त्यो हिसाबले यो कार्यक्रमको सेड्युल मिलाएका छौँ। यस लोसार कार्यक्रममा अझ विशेष गरी यो शनिबारको दिन सबै हाम्रो नेपाली युवा क्लबको केन्द्रीय कार्यसमिति काठमाडौँमा बस्ने हाम्रो पछिका भाइ बहिनीहरू सबै पढ्दै होला, कोही कसैको पनि स्कुल नछुटोस् भन्ने हिसाबले हामीले यो कार्यक्रम शनिबारको दिन राख्न गएका हौँ। त्यस कारणले गर्दा अझ जुन मात्रामा जुन हिसाबमा नेपाली युवा क्लबको आउँदो पिँढीहरू युवाहरू जुन अहिलेको भाइ बहिनीहरू मैले देख्नुपर्ने थियो त्यहाँ मैले कमै देखेँ। आउँदो दिनमा म नेपाली युवा क्लब केन्द्रीय कार्यसमिति काठमाडौँका सम्पूर्ण अभिभावकज्यूहरूलाई भन्न चाहन्छु कि तपाईँहरूको बालबच्चाहरू यहाँ ल्याउनुहोस्। यहाँ आफन्त चिन्जान हुन्छ। यसरी यहाँ चिन्जान हुँदाखेरि यहाँ पोगा भेट्ने हुन्छ, गगा भेटघाट भएको हुन्छ। पक्ष हामीसिदेखि लिएर काका काकीदेखि लिएर यहाँ हरेक नातेदारहरू यहाँ भेटेको पाउँदा हामी एकदम खुसी छौँ। फेरि भोलिको दिनमा हाम्रो बच्चाहरू यसरी कार्यक्रममा ल्याएन भनेदेखि पश्चिमेली संस्कार अनुसार मिस्टर बाजेलाई पनि मिस्टर फलाना सेटमा भन्नु भेट लाउँदैन। त्यस कारणले गर्दा यस्तो कार्यक्रममा ल्याउनु पनि पर्छ। र यो कार्यक्रम नेपालीको कार्यक्रम हो। नेपालीको कार्यक्रममा नेपालीकै बोल्नु पनि पर्छ, नेपालीकै कार्यक्रम चलाउनु पनि पर्छ। नेपालीको अझै यहाँ फोटोग्राफर पनि नेपालीकै हुनुपर्छ, डिजे पनि नेपालीकै हुनुपर्छ यहाँ भन्ने यो चाहिँ एउटा ज्ञान पनि म दिन चाहन्छु। हामी यहाँ यसो सबै गाउँबाट आएको साथीहरू चलाइरहेको छ प्रोग्राम। क्लबमा हेऱ्यो, क्लबमा अब त सबै गाउँबाट आएको छ। त्यही गाउँबाट आउने भाइ भर्खर आएको भाइले यो प्रोग्राम चलाएको छ। अहिले विभिन्न ट्रेजिङ एजेन्सीमा आफ्नै एउटा पद जिम्मेवार सम्हालेर काम गरिरहेको छौँ। हामी गाउँमै बस्दा पनि हामीले धेरैवटा कामहरू गर्छौँ। तपाईँहरू अहिले सामाजिक सञ्जालको दुनियाँमा क्लबले के गर्यो भन्दाखेरि सामाजिक सञ्जालमा देखिन्छ होला। सोलुखुम्बु जिल्लाको राष्ट्रिय लेभलको कार्यक्रममा त्यहाँ कलाकार कसको हुन्छ भन्दा नेपाली क्लबको कलाकारहरू भाइ बहिनीले नाचिरहेको छ। सेब्रो हेर्नुहोस्, त्यहाँ सेब्रो कार्यक्रम नेपालीको छ, त्यहाँ नाच्ने पनि नेपालीकै छ, बोल्ने वक्ता पनि नेपालीकै छ। त्यो अवसर गाउँबाट आएको छ। काठमाडौँमा पनि केही पछिल्लो समयमा नेपाली क्लब अलिकति निष्क्रिय भएको हो कि म यहाँ आदरणीय दादालाई भन्छु त्यस्तो नसोच्नु होला। तपाईँहरू अगाडि बढ्नुहोस्, म सपोर्ट गर्छु। नेपाली क्लबमा पनि अझ सक्रिय रूपमा लाग्ने कोही साथीहरू छ भनेदेखि म आफै महासचिव हुँदै गर्दाखेरि कोही म गर्छु भनेर आफै म मेरो पद दिन चाहन्छु। तर मेरो टिममा जुन दादाले गरिरहेको छ फलाना मान्छे निस्किनुहोस् म भन्न सक्दिनँ, किनभने सबैले काम गरिरहेको छ। सामाजिक काम हो यो, कुनै एउटा सरकारी जागिर पनि होइन। यो हाम्रो एउटा गाउँ चलाउनको लागि जुन किसिमको योगदान गरेको छ ती सहयोग गर्नुहुने नेपाली युवा क्लबका जति पनि अग्रज दाइहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै मलाई त एउटा गर्व के लाग्छ भनेदेखि हाम्रो खोरियामा जस्तो सामाजिक काममा आर्थिकदेखि भौतिक क्षेत्रमा सहयोग आँखा चिम्लेर सहयोग गर्ने अरू किसिमको छैन। हाम्रो जस्तो गाउँमा तपाईँ यसो हेर्नुहोस्, गाउँको हरेक विकास निर्माणमा नेपालीले सहयोग गर्छ। चाहे अमेरिका बसोस्, चाहे युरोपमा बसोस्, चाहे इन्डियामा बसोस्,
जुनसुकै विकास निर्माणको काममा नेपाली युवा क्लबले सहयोग गरेको हुँदा यो नेपाली क्लबको विषयमा त्यस्ता चित्त बुझ्दो कुरोहरू छैन भनेदेखि क्लबको मिटिङमा बोलिदिनको लागि म अनुरोध गर्दछु। कुनै भट्टीमा, कुनै अर्काको कितुकमा, अर्काको बिहेमा फलाना क्लबले यस्तो गर्यो, फलाना डिस्कोले क्लबले यस्तो गर्यो भनेर आफ्नो घरको बदनाम गर्ने काम नगर्नका लागि म विशेष अनुरोध गर्दै 2152 सिङ्गो डुल्लो लोसारले आउँदो दिनमा अझ नेपालीले चाहे जस्तो खोरियाली एक हौँ, खोरिया बनाऊ सँगसँगै समाज रूपान्तरणका लागि समृद्ध खोरिया बनाउने हाम्रो अभियानमा सबैको साथ सहयोग हुनेछ भन्ने पनि मैले विश्वास लिएको छु। र आउँदो दिनमा अघि हाम्रो आचार्य पेमा शेर्पाजीले भन्नुभयो, उहाँले अब दुःखको कुरो गरे, दुआ पनि गर्नुभयो, यो वर्ष बुढोको कुरो गर्नुभयो। म चाहिँ के भन्न चाहन्छु भने यो नयाँ सालले हिजोको दिनमा हामीले गर्न नसकेको कामहरू, हिजोको दिनमा हामी बराबरको कमी कमजोरीहरूलाई, सबै त्रुटिहरूलाई केलाएर आउँदो दिनमा सुधार्ने एउटा अवसरको रूपमा पनि लिएछु। आजैबाट राम्रो कामको लागि दिशानिर्देशन पनि गर्नेछ भन्ने अपेक्षा राख्दै अब यो लोसारको कार्यक्रममा धेरै बोल्दा पनि फेरि दुःख लाग्यो होला होइन। बोल्न त धेरै मन थियो, फेरि लोसारमा हो बोल्नुपर्छ, हाम्रो मान्छेले बोल्नु चाहिँ पर्छ है भन्दै 2152 सिङ्गो डुक्मो लोसारको सम्पूर्ण खोरियाली आफन्तज्यूहरूलाई लोसारको टसिदेले सबैको घरमा सुख शान्ति छायोस् होइन। हाम्रो मान्छेहरू अझ उच्च स्थानमा शिक्षा क्षेत्रमा हरेक क्षेत्रमा नेपालीले चाहिँ विकास गरौँ, शिक्षा हासिल, राम्रो कामहरूमा शिक्षा हासिल गरौँ, राम्रो अवसरहरू नेपालीले पाउनेछ भन्ने विश्वासका साथ मेरो छोटो बलालाई यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद। पक्कै पनि यो आउने नयाँ सालले हामी सम्पूर्णमा नयाँ जोस जागर र नयाँ उपलब्धिहरू हासिल गर्न सकोस् भनेर म पनि शुभकामना दिन चाहन्छु। र अब हाम्रो समयअनुसार 1 बजे चाहिँ हाम्रो लन्चको कार्यक्रम रहेको छ र अब औपचारिक कार्यक्रम 1 बजेभित्रमा सकाउने भएकोले हाम्रो सानो नानीहरू 2 जना नानीहरू हुनुहुन्छ, दागेलमु शेर्पा र लाक्पा जाङमु शेर्पा, उहाँ 2 जना चाहिँ गीतमा नाचेर सबैलाई मनोरञ्जन दिन्छु भनेर भन्दै हुनुहुन्थ्यो। त्यही भएर स्टेज अगाडि आउनु भएको छ। सबैले ताली बजाएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। गीत बजाइदिनु होला प्लिज।
गरिएको छ। यस नेपाली युवा क्लब केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरिएको 2152 सिग्मो डुल्लो ग्याल्पो लोसार कार्यक्रमको लागि तपाईँ श्री छोटी शेर्पाज्यूले सेब्री नृत्यको प्रशिक्षकको भूमिका निर्वाह गरी महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोमा तपाईको समय र कलाको उच्च प्रशंसा गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ। साथै आगामी दिनमा पनि यहाँको अमूल्य सहयोगको अपेक्षा गर्दै यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। नेपाली युवा क्लब। सबैजनाले ताली बजाइदिनु होला। र साथै हामीले मायाको चिन्ह पनि उपलब्ध गराएको छौँ। आशा छ उहाँले आगामी दिनमा पनि सदस्य आङभाइ ज्यूलाई नेपाली युथ क्लब केन्द्रीय कार्यालय काठमाडौँ आयोजित 2152 सिङ्गो डुल्लो ग्याल्पो लोसारको उपलक्ष्यमा नेपाली युथ क्लब केन्द्रीय कार्य समिति आयोजित यस कार्यक्रमका अध्यक्षता आसन ग्रहण गरिरहनुभएका नेपाली युथ क्लबका केन्द्रीय अध्यक्ष आदरणीय डेनी शेर्पाज्यू, कार्यक्रमका अतिथि नेपाली युथ क्लबका संस्थापक अध्यक्ष एवं समाजसेवी दाजङ्गो लामाज्यू, त्यस्तै नेपाली युथ क्लबका महासचिव लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू, वरिष्ठ उपाध्यक्षज्यूहरू, त्यस्तै नेपाली युथ क्लबका पूर्व अध्यक्षज्यूहरू, हाम्रा खोरियाका लामाज्यूहरू, उपस्थित सम्पूर्ण मैले मान्नुपर्ने मेरो जहिले पनि सम्मान गर्ने मेरा आमा बाउ, दाजुभाइ तथा दिदीबहिनी, काका काकी लगायत सम्पूर्ण बाजेबोजूहरूलाई मेरो एक व्यक्तिगत तर्फ तथा सुरु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 6 को तर्फबाट हार्दिक टासीदेले भन्न चाहन्छु। आज सोलो दुधकुण्ड नगरपालिका वार्ड नम्बरमा विभिन्न संस्थाहरू जन्मिने र संस्थाहरू बिलाइ हुने क्रममा त्योभन्दा अलि माथि छट्टै एउटा आफ्नो छुट्टै परिभाषा लिएर जुन 22 वर्ष अगाडि जन्मेको यो नेपाली युथ क्लब केन्द्रीय कार्य समिति छ, वास्तवमा यो एकदम सराहनीय काम गरेको छ। अरू संस्थाहरूको दाजुमा सोलो दुधकुण्ड नगरपालिकामा धेरै संस्थाहरू रहेको छ, तथापि पनि सोलो दुधकुण्ड नगरपालिकामा सोलुखुम्बु जिल्लाकै नभए नेपालको दोस्रो धनी योगिष्ठ क्लब पनि रहेको छ। त्यही क्लबको अनुसार नेपाली युथ क्लब जन्म भई त्यही क्लबको दाजुमा उहाँले आफ्नो कार्य सम्पादन गर्दै आएको मैले महसुस गरेको छु। आज यस लोसार विशेष कार्यक्रम, यो लोसार कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा यहाँ निम्तो दिएर आफ्नो मन्तव्य राख्न दिने मौका दिनुभएकोमा नेपाली युथ क्लब केन्द्रीय कार्य समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सर्वप्रथम यहाँ उपस्थित सम्पूर्ण खोरियाली दाजुभाइ तथा दिदीबहिनीहरू, बुवा आमा तथा बाजेबोजूहरूलाई मेरो व्यक्तिगत तर्फ यहाँ मात्र होइन, हाम्रो शाखा अमेरिका पनि रहेको छ, अमेरिका बस्ने सम्पूर्ण सोलो दुधकुण्ड नगरपालिका वार्ड नम्बर 6 लगायत सम्पूर्ण सोलुखुम्बुवासीमा मेरो व्यक्तिगत तर्फ सोलो दुधकुण्ड नगरपालिका वार्ड नम्बर 6 को तर्फबाट हार्दिक यो सिङ्गो डुल्लो ग्याल्पो लोसारको हार्दिक कार्यक्रमको अवसरमा सम्पूर्णलाई हार्दिक धन्यवाद तथा शुभकामना दिन चाहन्छु। पक्कै यो नयाँ वर्ष नेपालीहरूको यो शेर्पाहरूको विशेष पर्वको रूपमा ग्याल्पो लोसार नयाँ वर्षको रूपमा लिएको छ। यो नयाँ वर्षले तपाईँहरूको सबै उन्नति, प्रगति र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। आज यहाँ हाम्रो काका औटेमुले धेरै कुरा भनेर गइसक्नु भएको छ। आज हामीले 1 वर्ष गरेको कार्यक्रमहरूलाई पनि समीक्षा गर्ने दिन हो। समीक्षा पनि गर्नुपर्छ, त्यही अनुसारको समीक्षा गरेर आगामी दिनमा हामीले हाम्रो कदमहरू सकारात्मक बाटोमा, उन्नतिको बाटोमा, विकासको बाटोमा अगाडि बढ्ने सबैलाई प्रेरणा मिलोस् भनेर शुभकामना दिन चाहन्छु। आज यहाँ अस्ति भर्खरै म खोरियामा हिलसाङमा जाने अवसर पाएँ, त्यहाँ कार्यक्रममा सहभागी हुने अवसर पाएँ। त्यहाँ हेर्दाखेरि गाउँमा मान्छे छैन, थोरै मान्छे थियौँ हामी, त्यही 30 जति मान्छे थियौँ। वास्तवमा हामी गाउँमा एकदम पलायन हुँदैछौँ। हामी गाउँबाट सहर केन्द्रित काठमाडौँ लगायत अन्य सहरमा हाम्रो यहाँबाट पनि अमेरिकातिर अन्य विकसित मुलुकतिर जाने क्रम बढेको छ। यसलाई हेर्दाखेरि मैले हिलसाङमा जुन उपस्थिति देखेँ हाम्रो शेर्पाको, वास्तवमा अहिले हामीले सोच्नुपर्ने दिन आएको छ। नेपाली युथ क्लबसँग बसेर यो आफ्नो संस्कृतिहरू बचाउने, रीतिरिवाजहरू बचाउने, भाषा र संस्कृतिहरूको जगेर्ना गर्ने कुरामा जहिले पनि नेपाली युथ क्लब अगाडि छ। त्यसको लागि सोलो दुधकुण्ड नगरपालिका 6 जहिले साथमा रहेको पनि व्यवहार
अवगत गर्न चाहन्छु। आज म यहाँ आउँदा तपाईँलाई धेरै आज रमाइलो सबैजना रमाइलो गर्ने बेला हो। धेरै भाषण सुन्दा पनि अल्छी लाग्छ, तथापि पनि खोरियामा भइरहेको केही विकासको कुराहरू तपाईँहरूलाई अवगत गर्न चाहन्छु। आज हिजो हामी तपाईँहरू यहाँ काठमाडौँबाट लगायत वार्ड नम्बर 6 को वासीले तपाईँलाई जुन मतदान मार्फत मलाई विजय गराए पश्चात आज हामी त्यो ठाउँमा जिम्मेवारी रूपमा अगाडि बढेपछि तपाईँहरूको माग, तपाईँहरूको योजना, तपाईँहरूले गरेको सोचेको कुराहरूलाई विकास गर्ने कुरामा जहिले पनि सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 6 लागेको कुरा भन्ने तपाईँलाई विश्वास गर्न चाहन्छु। तपाईँहरू हिजो आउनुभयो, मतदान गर्नुभयो, त्यसपछि हामी जितेपछि खोरियाको विकासको मुहारमा परिवर्तन आएको मैले महसुस गरेको छु। अहिले हामीले खोरियामा 12 महिना जाने सडकहरूको स्तरोन्नति बनाएको छौँ। अहिले हामी सलिडबाट बर्खायाममा पनि खोरियासम्म आनन्दले आफ्नो यात्रा सवारी साथमा जान सक्ने कुराहरूलाई यहाँ भन्न चाहन्छु। अहिले हामीले भर्खरै सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 6 को स्वास्थ्य केन्द्र त्यहाँ हाम्रो बस्ती असोजको 12-13 गतेको भीषण बाढीपछि हाम्रो केही तल लस्केको भवनलाई नयाँ भवन बनाउनको लागि मेरै पहलमा ठेक्का सुरु भएर अब केही हप्ताभित्र त्यसको काम सुरुवात हुन्छ। असारभन्दा अगाडि त्यसको सम्पन्न हुन्छ भने तपाईँलाई भन्न चाहन्छु। त्यति मात्र होइन, सोलुको अहिले हामीले चकमकेबाट कुटीखोप जाने सडकको स्तर उन्नति गरेका छौँ, त्यहाँको ट्र्याक ओपन गरेका छौँ। हिजो इन्जिनियर बाजेसँग मेरो बारम्बार कुराहरू हुन्छ, उहाँले बारम्बार अहिले सोलु दुधकुण्ड नगरपालिका वार्ड हाम्रो नगरपालिकाको डोजर जेसिबी त्यहाँ छ, त्यही भएर अहिले हामीले त्यहाँ सोलु दुधकुण्ड मार्फत हामीले ट्र्याक ओपन गरिरहेका छौँ। त्यही ट्र्याक डोजर आएको बेलामा बाजेको आग्रह अनुसार हामीले साङडाँडाबाट गुम्बा डाँडा हुँदै मबिर बजार लगायत यता चेन डाँडा जानेसम्म अब हाम्रो गाउँमा योङहरू पनि अलिक कम भएकोले त्यहाँसम्म जाने सवारी साधनको लागि पनि ट्र्याक ओपन गर्नको लागि हिजो हामी मात्रै सर्वे सिद्धेको छ। म गएपछि त्यसको तत्काल काम सुरु हुने तपाईँलाई जानकारी चाहन्छु हाम्रोमा। सो त्यति मात्र होइन, सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 6 लाई यो खोरियाको क्षेत्र, खोरियाको स्कुललाई व्यवस्थापन गर्नुपर्छ, त्यसलाई अपग्रेड गर्नुपर्छ। त्यहाँका विद्यार्थी भाइ बहिनीहरू सलिडसम्म आएर पढ्नुलाई कठिनाइ हुने भएकोले त्यहाँ सरसुधार आविलाई हामीले माध्यमिक तहमा विधि गर्नको लागि अहिले पोहोर हामीले 6 कक्षा सञ्चालन गऱ्यौँ। यसपालि 7 सुरु गरेका छौँ। टिचरको अभाव छ, हामीसँग 7 कक्षा भए पनि हामीसँग विद्यार्थी राम्रो छ। टिचर हामीसँग दरबन्दी 3 जना छ। नेपाली युथ क्लबका अध्यक्ष, विद्यालय समितिको अध्यक्षले बारम्बार टिचरको दरबन्दीको लागि मलाई कुरा गर्नुभएको छ। यही साल अस्ति आएको नयाँ टिचरहरूलाई 1 जनालाई त्यहाँ दरबन्दी मिलान गरेर त्यहाँ अध्ययन गराउनको लागि पनि नगर प्रमुखसँग मेरो कुरा भएको छ। उहाँ पनि चाँडै त्यो विद्यालयमा आउँछ। विद्यालयमा अहिले त्यति होइन, अरू विद्यालयमा कम्प्युटरहरूदेखि लिएर यो ई लाइब्रेरीहरू सुरु भएको छ। खोरियामा त त्यस्तो स्कुल हो, त्यहाँ ई लाइब्रेरीहरू अहिले 6-7वटा डेस्कटप मार्फत त्यहाँ अर्को स्मार्ट बोर्ड मार्फत अध्ययन हुन्छ। त्यसकारण खोरियालाईको स्कुललाई विकास गर्नको लागि सोलु दुधकुण्ड नगरपालिकाको अध्यक्षको हैसियतले जहिले म सकारात्मक छु, सोचेको छु त्यो स्कुललाई इङ्ग्लिस माध्यमबाट अगाडि कसरी बढाउन सकिन्छ भने पनि मैले विशेष सोधेको छु। हेल्पोस्टलाई अपग्रेड गर्ने कुरादेखि लिएर यहाँ खोरियाको अरू विकास अहिले भर्खरै पनि सोलु दुधकुण्ड नगरपालिका कार्यपालिका मिटिङले खोरियालाई तरकारी पोकेटको अनुदान मार्फत 12 लाख विनियोजन गरेको छ। त्यहाँ अब हामी केही यो फर्केर गएपछि त्यहाँ तरकारीमा हुने सक्ने सम्भावनाहरू, त्यहाँ हुने टनेलदेखि लिएर सिँचाइको कुराहरू सम्बन्धमा पनि हामी विनियोजन गर्ने र खोरियालाई अगाडि बढाउने कोसिसमा छौँ। अब तपाईँहरूलाई म नेपाली क्लबको केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार पनि भएको हिसाबले तपाईँहरूको जुन उद्देश्यका साथ तपाईँ जुन तरिकाले यो भाइलाई विश्वास गरेर अध्यक्ष जस्तो पदमा जिताउनु भएको छ, तपाईँहरूको नाक तल जाने दिने छुइनँ भन्ने विश्वास पनि गर्न चाहन्छु। खोरियाबाट सायद यसपालि मात्र होला सोलु दुधकुण्ड नगरपालिकाको प्रवक्ता जस्तो जिम्मेवारी पदमा आएको छ। यो तपाईँको सम्पूर्ण नेपाली युथ क्लबको धेरै ठुलो भूमिका छ। तपाईँहरूले गर्नुभएको साथ सहयोगको कारणले आज म यहाँ छु। तर म त्यो ठाउँमा बस्दा पनि नेपाली युथ क्लबलाई, खोरियालाई मेरो विभिन्न टोलहरू छ, फातेङ, च्याल्सा, दोर्फु, छिलामु, नयाँ बजार धेरै टोल छ। तथापि खोरियालाई अहिले विकास गर्ने कुरामा जहिले म सकारात्मक छु। तसर्थ अहिले पनि हामीलाई ओल्लो साइडको दोर्फुको मान्छेहरूले खोरियामा बढी विकास भयो, फेरि खोरियातिर बढी लोयल भयो भनेर आरोप पनि आउँछ। तर मैले सोच्दाखेरि विकासको हिसाब गर्दाखेरि वारिपारि बराबर विकास। हामीसँग सुविधा सम्पन्न अहिले कभर हल छ, त्यसमा भनेको बहुउद्देश्यको रूपमा हल व्यवस्था भएको छ। हिजो हामीसँग बाहिर बस्ने धेरै मान्छेहरू अड्ने क्षमताको हल थिएन, अहिले हामीसँग त्यहाँ हल छ। त्यहाँ विभिन्न वैवाहिक कार्यहरू, त्यहाँ लासहरू राख्नेदेखि लिएर अरू अन्य कामहरू पनि गर्दै आएको व्यवहार तपाईँलाई सबैलाई जानकारी भएकै जस्तो लाग्छ। तथापि तपाईँहरूले अब फेरि हामी सोलु दुधकुण्ड नगरपालिका यो 6 नम्बरबाट अब बजेटको विनियोजनको क्रममा छ। 6 नम्बरमा हामीले
गर्नुपर्ने विकासहरू गोर्जा इमा लगायत उतापट्टि सेतो गुम्बाको स्तर उन्नति, रातो गुम्बाको स्तर उन्नति लगायत हामीले धेरै कामहरू गरेका छौँ। तथापि म यो बिचमा एउटा डकुमेन्ट्री नै बनाउन सबले गरेको कार्यहरू 3 वर्षमा गरेको कार्यहरूको बारेमा एउटा भिडियो नै बनाएर तपाईँहरूलाई सम्पूर्णलाई सेयर गर्ने प्रतिबद्धता गर्दै यो कार्यक्रम एकदम भव्य रूपमा धेरै किदुकहरूले कार्यक्रम गरेको छ। तथापि पनि धेरै किदुकहरूको कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाए पनि म विशेष आफ्नो कार्यव्यस्तता कारण आउन सकेको थिएन। यो खोरियाको नेपाली युथ क्लबले गरेको कार्यक्रममा मेरो आफ्नो कार्यव्यस्ततालाई पनि छोडेर नेपाली युथ क्लबको यो कार्यक्रममा सहभागी हुन आएको छ। र सम्पूर्णलाई भेट्दा एकदम खुसी लागेको कुरा यहाँ सबैलाई अवगत गर्दै आगामी दिनहरू तपाईँको साथ सहयोग र तपाईँको सल्लाह अनुसार नै वडा नम्बर 6 कार्य अगाडि बढ्नेछ भन्ने विश्वास दिँदै यो सिङ्गो गेलु लोसारको उपलक्ष्यमा सम्पूर्ण यहाँ रहनुहुने नेपाली युथ क्लबका सदस्यहरू, अमेरिका रहने शाखाका सम्पूर्ण सदस्यहरू लगायत 6 नम्बर वडावासीलाई मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना दिँदै यो कार्यक्रम भव्य रूपमा सम्पन्न होस् भन्ने शुभकामना दिँदै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद। कार्यक्रम सञ्चालक नेपाली युवा क्लब केन्द्रीय कार्य समितिका सदस्य तथा ट्रेकिङ गाइड एसोसिएसन टानका महासचिव पेम्बा शेर्पाज्यूलाई नेपाली युवा क्लब केन्द्रीय कार्य समिति काठमाडौँको वार्षिक कार्यक्रम अन्तर्गत 2152 सिङ्गो डुल्लो गेल्पो लोसारको अवसरमा नेपाली युवा क्लब केन्द्रीय कार्य समिति काठमाडौँले आयोजना गरेको यो विशेष कार्यक्रममा आफ्नो अत्यन्त व्यस्त समयको बावजुद हाम्रो निमन्त्रणालाई स्वीकार गरेर नेपाली युवा क्लबप्रति आफ्नो माया र सदासहायता देखाएर हाम्रो कार्यक्रममा अमूल्य समय दिनुहुने सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाको 11वटा वडाको प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष पूर्वा ग्यालिन शेर्पाज्यू, नेपाली युवा क्लबको 22 वर्ष इतिहासमा नेपाली युवा क्लबलाई आजको यो अवस्थासम्म ल्याइ पुर्याउनु हुने संस्थापक अध्यक्ष इन्जिनियर दावाजङ्गो लामाज्यू, बुबु अध्यक्ष सोनाम शेर्पाज्यू, बुबु अध्यक्ष निमा शेर्पाज्यू र संस्थापक सदस्य लाक्पा शेर्पाज्यू, सलेरी च्यान्सु विद्युत कम्पनीका पूर्व बोर्ड अफ डाइरेक्टर दोर्जी शेर्पाज्यू, गार्बन कितुक छोप्पाका पूर्व अध्यक्ष फुरी शेर्पाज्यू, गोर्जा एनिमा फाउन्डेसनको अध्यक्ष पेम्बा शेर्पाज्यू र ट्याक्समा आसीन सम्पूर्ण अतिथिहरू अनि विशेष गरी नेपाली युवा क्लबको मायालाई माया गरेर स्थापना कालदेखि नै तपाईहरुले विभिन्न तौर तरिकाबाट नेपाली युवा क्लबलाई माया गर्दै नेपाली युवा क्लबको निमन्त्रणलाई सहर्ष स्वीकार गर्दै यसपालिको यो लोसारमा पनि यहाँहरुको विशेष अमूल्य सहयोग दिनुहुने तपाई तमाम आदरणीय आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई म नेपाली युवा क्लब केन्द्रीय कार्य समिति काठमाडौँको अध्यक्षको हैसियतले हार्दिक न्यानो प्रसिद्धि व्यक्त गर्न चाहन्छु। प्रसिद्धले सहभागी भएको देख्छु। कोही छुटेको छ भने यो बेलुन फुटाउने कार्यक्रम यो एउटा मात्र रहेको होला। सानोमा नानी बाबुहरू छ भने कृपया गरिदिनु होला। सबैजनाले आफ्नो बेलुन जोगाउने साथीको बेलुन फुटाउने है त। अहिले 11 जनामा 4 जना खेलाडी आउट भइसकेको छ र अब 7 जना खेलाडीहरू गेममा रमिरहनु भएको छ। अब 6 जना भाग्यशाली खेलाडीहरू यो 6 जना भाग्यशाली खेलाडीहरू मध्येबाट अब 3 जना छनौट हुनेछ। यो हाम्रो बेलुन अलि बाक्लो परेछ कि के फोड्दैन। 5 जना अब तपाईहरु यदि 2 जना जो आउट हुन्छ र अर्को 3 जनाले पुरस्कार जित्न सक्नुहुनेछ। अब 3 जना अब फर्स्ट सेकेन्ड थर्डको लागि 3 जना छ है त।
पहिलोचोटि बेलुन फुट्ने थर्ड हुनेछ, तेस्रो हुनेछ र उहाँले प्राप्त गर्नुहुनेछ रु 500। अब यो लाइन क्रस गरेर जान पाउनुहुन्न है त, यता मात्र खेल्ने। ओके लेट्स गो। यता अगाडि धेरै टाढो लाग्यो भने आउनुहुन्छ है त, यता भित्र मात्रै। अब भित्र नाम के हो? आमदाउ शेर्पाले तृतीय स्थान हासिल गरेको छ। आमदाउ शेर्पा थर, है त सबैले जोरदार ताली बजाइदिनुहोस्। मिस्टर मुर्केन शेर्पा यु केम फर्स्ट। गाह्रो छ नि, आउनुहोस्। अलिअलि फराकिलो पहिले अलिकति फराकिलो बनाउनुहोस्। पहिले सहभागीहरूलाई हेरेर मात्र सेवा होला। दोस्रो पुरस्कार रु 8000 र तेस्रो पुरस्कार रु 500। सहभागी हुन चाहने माइला दिदीबहिनीहरू यति नै हो त? पैसाबाट कस्तो गर्नु पर्छ तपाईँहरू? अनि 2 जना खाली भयो। आउनुहोस्, 2 जना आउनुहोस्। हाम्रो स्याफु खेलालाई पनि खेलाउनु पर्ने भयो, कृपया अगाडि आइदिनुहोस्। 2 जना चेयर खाली भएको त कृपया अगाडि आइदिनुहोस्। र एकजना स्वयंसेवक साथीले हाम्रो म्युजिसियन डिजे भाइको आँखा राखिदिनु होला र उहाँको जब म्युजिक बन्द हुन्छ त्यसपछि तपाईँहरूको 2वटा चेयर निकालिदिनुहोस्। अब अगाडि उठेर कुद्ने है त, कुद्ने स्वयंसेवक साथीहरूले त्यो लाइन गर्ने एउटा, यो लाइन गर्ने एउटा, दुईटा चेयर आउट हुन्छ है त, 2टा चेयर आउट हुन्छ। कुद्नुहोस्। 1000 रुपियाँ कसको बाटोले दिएको छ, कुद्नुहोस् र चेयरलाई बोलाउँदै जानुहोस्। र सम्पूर्ण आदरणीय दर्शकहरूले जोरदार तालीले उहाँलाई हौसला प्रदान गरिदिनुहोस् ताकि चेयर समातो बनाउनु है। चेयर बोल्न पाउनुहुन्न, आफ्नो चेयरमा टक्क बसेर है त। अहिले जुन चाहिँ आउट भएको छैन, कुद्नुहोस्। तपाईँहरू जति धेरै कुद्नुहुन्छ त्यसपछि चेयरको लागि कुद्नुहुन्छ। अगाडि बढिरहनु भयो भने यदि अझै पनि एउटा चेयर खाली छ। ओहो तपाईँ दुवैजना एकैचोटि आउट हुनुभयो। दौडिनु पर्यो है, हिँड्नु भएन, जिउ बचाउनु पर्यो, स्लिप हुनु पर्यो, दौडिनु पर्यो। ल फेरि अब फेरि पनि 2टा चेयर आउट हुन्छ है त। अलिक कुद्नु पर्यो, चेयर फरक गरिदिनु होला। ओके गो म्युजिक। सहभागी भइरहेको छ। दुईजना चेलीहरू आउट हुनुभएको छ। यहाँलाई खेलमा सहभागी भइदिनुको उहाँ धेरै धेरै धन्यवाद। अनि छिटो कुद्नु पर्यो।
धेरै कुरो आफ्नो खाना डाइजेस्ट गरेको समय छ तपाईँको स्वास्थ्य भन्न हुनेछ दुईजना आउट हुनुभएछ अब 3 6 8 जना 8 जनामा धेरै धेरै धन्यवाद अब तपाईहरु 3 जना राखेका साथीहरु अब तपाईहरु मध्येमा बधाई अब एउटा बधाई अब एक लाइन का खाना बनाउनु पर्यो जिउ बनाउनु पर्यो एकैचोटि आउट हुनुभयो त उहाँले सहभागीहरूलाई प्रोत्साहन स्वरूप सिट छोडिदिनु उहाँ दुईजना फेरि एकैचोटि उहाँहरू सायद आउट हुन लाग्ने होला उहाँको त्यो कलर पनि मिलेको छ दुवैजना एकैचोटि आउट हुनुभयो यहाँलाई सहभागिताको लागि यहाँलाई धेरै धेरै धन्यवाद कुद्नु पर्यो छोरो मान्छेको पावर देखाउनु पर्यो ओहो
फेरि 2 जना आउट हुनुभएको छ। यहाँलाई सबैको अगाडि धेरै धेरै धन्यवाद। अब 4 जना मात्र सहभागीहरू हुनुहुन्छ र तपाईहरु 4 जना मध्येबाट अब एउटा मात्र चेयर आउट नेपाली युवा क्लब केन्द्रका श्री काठमाडौँका पूर्व सचिव मेघमार शेर्पाज्यू आउट हुनुभएको छ। यहाँलाई सबै तपाईलाई धेरै धेरै धन्यवाद। अब 3 जना सहभागीहरू हुनुहुन्छ। अब तपाईहरु 3 जना पुरस्कारको बारेमा बताउनुहुन्छ। सबै प्रतियोगिताले उपस्थित हासिल गरेको बोली मात्र हो। सहभागी यहाँबाट आउट हुनुहुन्छ। उहाँले धेरै जना हासिल गर्नुहुनेछ। मेघमार शेर्पाले 3 स्थान हासिल गर्नुभएको छ। अब 2 जना गोर्खाहरू प्रतिस्पर्धाको मैदानमा हुनुहुन्छ। अब कुन चाहिँ गोर्खाले कुन चाहिँ गोर्खा खेल्नु है त? मिङमार पछाडि फर्केर पाउनुहुन्न है त मिङमार। ओहो
ल टिप्ने गर्दाले कुद्ने गर्दा तारे है त खै थाहा छैन है म थाहा छैन नेपाली क्लबका नवउदयमान साना साना कलाकार बहिनी आफ्नो प्रतिभा देखाउन यो मञ्चमा उपस्थित हुनुभएको छ ताली ताली
Masa
Bao nhiêu rồi nữa. Bao nhiêu rồi. Là dày rồi.
장난치고 어디다? Ủa có cái gì về sân tàu vậy chứ? Nó có đấy cái đó là mà bớt cái gạo của mình xong rồi mua chế nữa. Ông quay xuống rồi mình thả xuống đây là ông cho ông rồi.
धुलो रेलीमै मसिनो पारेर कोहीको धुलो रेलीमै मसिनो पारेर खै नाचेको रेलीमै खै खबर बाँचेको खै नाचेको रेलीमै खै नगर बाँचेको लाली जोबन रेलीमै कहिलेलाई साँचेको लाली जोबन रेलीमै कहिलेलाई साँचेको लाली जोबन कहिलेलाई साँचेको एउटा जुत्ता रेलीमै नाचेको राम्रो छ एउटा जुत्ता रेलीमै नाचेको राम्रो छ अन्त नजाऊ रेलीमै पिराती हाम्रो छ अन्त नजाऊ रेलीमै पिराती हाम्रो छ रेलीमै कहिलेलाई साँचेको सुर्ती नल्याउ रेलीमै म मेरी खानेलाई सुर्ती नल्याउ रेलीमै म मेरी खानेलाई माया नलाउ रेलीमै म हिँडी जानेलाई माया नलाउ रेलीमै म हिँडी जानेलाई सिमसिमे पानीमा झन्डे मनपर्छ जिन्दगानीमा जहाँ टेक्ती पहिरो जाने उच मेरो कुटुकै मकानी सिमसिमे पानीमा झन्डे मनपर्छ कि जिन्दगानीमा सिमसिमे पानीमा झन्डे मनपर्छ